हे गाइस, तपाईहरुलाई मेरो नयाँ भ्लगमा स्वागत छ हैन। र म आज चाहिँ हामी कतै जानेवाला छौँ, मेरो दासँग राइडमा होला। हो हेर्दै गरिदिनुस् होला। अन्त अहिले चाहिँ म रुममै छु, यहीँ घरमै। अन्त अहिले चाहिँ लाइक गरिदिराख्नुस् भिडियोलाई, त्यति नै भन्न चाहन्छु अहिलेको लागि चाहिँ। हेर्दै गरिदिनुस् होला। गाइस, अहिले चाहिँ म रुममा छु हैन गाइस। आजको दिन चाहिँ यस्तो दामी भएको छ, हेर्न सक्नुहुन्छ। घाम चाहिँ लागि नै रहेको छ। यस्तो छ यहाँको ठाउँ चाहिँ, तपाईँहरूले मजाले देखाउनु पऱ्यो। हेर्न सक्नुहुन्छ यस्तो छ ठाउँ। बारी नै बारी छ वरिपरि, यतापट्टि घर छ, यता जङ्गलै जङ्गल छ ओह्रालोपट्टि, यस्तै छ गाइस। अन्त अब चाहिँ म एकछिन एक चरण मेरो गिटार बजाउनु पऱ्यो। हल्का हल्का हुन्छ नि, हल्का के हुँदो रहेछ हातमा हेरौँ है। सो गाइस, हामी चाहिँ किताम बर्ड सेन्चुरी जाने भयो सुशील दा र म। तर म रेडी भइसकेको छु कि, तर मेरो प्यान्ट चाहिँ कचाक कुचुक भइसकेको छ। कचाक कुचुक डल्लो पारेर धोएर डल्लो पारेर फ्याँकिरहेको थिएँ, कचाक कुचुक भएछ। सो अब चाहिँ निक्लेको। हा Ready to go. हामी चाहिँ यस्तो ठाउँमा रोकिरहेको छैन गाइस। कहाँ यस्तो छ ब्युटिफुल। यहाँ सुशीलाको बिच छ हो। अन्त हामी चाहिँ यस्तो दामी ठाउँमा रोकिरहेको छ। अब यहाँदेखि तल जाउँ भनेको, यहाँ तल रुखै रुख छ। यहाँ कहाँ पुग्दो रहेछ, जाउँ सुशीला हिँड्नु। हिँड्दै हिँड्दै तल फर्केको कागज दामी देख्थ्यो है बाइक बिच लाग्यो। अलिकति देखाउनु नि यता मलाई। कपाल चाहिँ कस्तो चाहिँ भयो होला मेरो, घिन्दै लाग्छ। जो यस्तो चाहिँ बाटो चाहिँ गाइस। हामी चाहिँ यहाँबाट अब फर्केको। यहाँ यस्तो छ हैन, यहाँ बाइक छ। यहाँ हामीले खाजा खायो, मोमो र आलु चिउरा। अन्त यहाँ सुशीला हुनुहुन्छ। अनि यहाँ तल चाहिँ खोला रहेछ। खोला कहाँबाट हेर्छौ, तल चाहिँ खोला रहेछ होइन गाइस। मजाले देखाउनु सकेको छैन, तर यहाँ तल खोला छ। अलिक मैला मैला रहेछ। अब फर्किन्छ हामी गाइस। अहिले चाहिँ हामी यहाँ रोलु मन्दिर आएको छ होइन। जाउँ फर्किउँ होइन, रोकिहाल्यो। स्मल भिजिट। ओ के छ अरे, लु जाउँ है त। यहाँ पर चाहिँ बाइक छ कि, बाइकको अलिकति माथि चाहिँ बाँदर छ कि, डर पनि लाग्दैछ। लु तपाईँले निकाल्नु भने तपाईँ खतरा ल, निकाल्नु त फोन लगिहाल्नु भयो। यहाँ चाहिँ यस्तो छ हो। लु त निकाल्नु त, निकाल्नु न। अब चाहिँ हामी चल्देको फेरि अब चाहिँ ब्याक टु नाम्ची विदाउट एनी स्टप। यो बाइक हो। ओइ मैले त मेरोमै छ बाई बाई एभ्रिवान, बाई 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 बाई।
फादरले एट्याक गर्छ। हेर न भुसुना आम्मामा तपाईँको टाउकोमा मेरो टाउकोमा कहाँबाट आयो भुसुनाले। यस्तो थियो पर्केको। ब्याक होम हेरी यस्तो छ। मेरो फोन ह्याङ भयो कसम भनेको। हेलो मदर इन्डिया। हामी कहाँ पुगेर आएको होला भन्नु न। त्यो क्यामेरा उताले के हुन्छ भन्नु न। उतालाई जा के हुन्छ हौ अहिले हामी कहाँ पुगेर आएको होला भन्नु न। कहाँ पुगेर भन्नु न तपाईँ गेस गर्नु न। खाजा खानु गएको नि तिमीहरू कहाँ जान्छ खाजा खानु के नदेखान भनेको भन्नु न। कहाँ पुगेर आयो लाग्दा दिन्छु म तँलाई अहिले कहाँ पुगेर आयो भन्नु। हामी नि कहाँ कालिम्पोङ झन्डै छु। आम्मामामा जोत्नु पनि तर कसम मल्ली चाहिँ गयो हामी। कस्तो रहेछ मल्ली भन् त हामी मल्ली नै पुगेन कि अलिक ओरा एउटा ठाउँ रहेछ नि खाजा खाने त्यहाँ पुगेर आयो। खाजा खाने खाजा खायो यहाँ आयो हेलो तपाईँलाई देखायो भने त कन्टेन्ट पो। गाइस आजको प्लान चाहिँ मोमो बनाउनु हुने रहेछ हो। र मैले चाहिँ यहाँ किमा बनाउने काम पाइरहेको छु हो। यहाँ मैदा छ, यहाँ प्याज, यहाँ के भन्छ यसलाई क्याबेज छ। र अब चाहिँ म गडक 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 पारेर यसलाई मिन बनाउनु छ काम हो। त्यति छ अहिलेको काम। हेर्नुहोस् होला मेरो भ्लग। यो ऱ्याप हालिदिनु एउटा तपाईँहरूको लागि। मैले पाएँ तपाईँहरूको माया, मैले पाएँ तपाईँहरूको माया, अरूसँग पर्वाह छैन उनीहरू मेरो जस्तो कि छाया। हल्का मिलेन एकछिन ल। तपाईँहरूको लागि एउटा ऱ्याप। तपाईँहरूले दिनुहुन्छ मलाई धेरै माया, तपाईँहरूले दिनुहुन्छ मलाई धेरै माया, अरूको पर्वाह छैन किनभने अरू हो मेरो जुत्ताको छाया। आमामा सक्छ त सक्छ त सक्छ त सक्छ त सक्छ त सक्छ त। अल राइट गाइस अहिले चाहिँ 5:30 भइसकेको छ। दिन चाहिँ यस्तो भयो चडक्कसँगले होइन। अन्त अब चाहिँ मेरो काम छ, दामी काम छ। गरम भइरहेको बेलामा लुगा धुनु छ। अब लुगा धोइन्छ गाइस। यस्तै छ जिन्दगी खामत छाया। म त त्यत्रो टाढो गएर आएर पनि बस्नु पाएको छुइनँ। भर्खरसम्म किमा बनाएको। अब लुगा धुनु छ टिङ गर्नु थाल्यो। र अब चाहिँ लुगा धोइन्छ ल है त गाइस। हेर्नुहोस् होला अझै के हुनेछ। भर्खर 5:30 हुँदैछ। अब आधी कन्टेन्ट अझै बाँकी नै छ। के हुन्छ अब बेलुका होइन हेर्दै गर्नु ल है त। गाइस सनसेट हुँदै रहेछ यहाँनिर। तपाईँहरूलाई मजाले देखाउँछु ल। हेर्नुहोस् न कस्तो मजाको देखेको। वाउ सनसेट हुँदै रहेछ गाइस। हेर्नुहोस् त। ओ माई गॉड सनसेट। आँखाले जस्तो देख्दैछ क्यामेरामा त्यस्तो देख्नु सक्दैन रहेछ। क्यामेरामा त मिलाएर देखाउनु पर्छ नि हौ यार। गाइस अहिले चाहिँ साइक्लिङ टाइम होइन। ऊ तलसम्म पुगिकन आउनु एक राउन्ड है त। घाटलाङ बुक्लुङ। ओ माई गॉड अब त गाइस हात छोड्दा पनि केही हुँदैन टक्कसँगले। यहाँदेखि भ्यू ओइ त्यसका बाजेको यहाँदेखि अब भ्यू हेर्नुहोस् यस्तो दामी छ। यहाँ चाहिँ पहिरो झरेको छ। ए यस्तो छ। यता हाम्रो देवीधानपट्टि पर्छ। यहाँ चाहिँ मेरो साइकल छ। यता मान्छेहरू बसिरहेको छन् फर्केको अब।